मन्दिरतिर प्रवेश गरिँदैछ। हेरौँ कति टाइम लाग्छ। देख्दा त नजिकै छ तर पनि बिस्तारै जानुपर्छ भन्ने सुनेको। भाइ टाउको दुख्यो चिसोले? चिसो त निकै छ निकै। घाम लागे। सूर्यनारायण आइस्यो। सूर्यनारायण आइस्यो। ओहो नाक पोल्यो। अब हामी चाहिँ कहाँ जाँदैछौँ रे दाइ? मुक्तिनाथ दर्शनको लागि। यतातिर पनि मजाको हामी अब साह्रै रमाइलो। विचित्रै छ विचित्रै छ। वाउ खास मुक्तिनाथ कस्तो होला जस्तो हुन्छ। बाटो चाहिँ यही हो। लेग्नेट लाग्ने भन्ने कुरो मात्र केही हुने होला छैन। पिपलको बोट यति ठुलो छ। पिपल पात त पिपलै छ त दाइ यार। हिउँले खाने भरे पापड लाग्यो कि। अनि हिउँले खान्छ नि त। यति रमाइलो छ यहाँ। हाम्रो गोपाल दादा कुरै नगरौँ। बिहान 4 बजीदेखि जाउँ भन्दा हैरान पारेर मैले यतिखेर लिएर 8 बजे। मौसम ट्याक्क हेर्दाखेरि हाम्रोतिर फागुन चैतमा पात झरेको जत्तिकै छ। यहाँ नै विचित्र छ। त्यही हो। अब ट्रान्सपोर्टेसन पनि अहिले बाटो एकदम राम्रै छ। पानी नपरेको बेलालाई सुविधा एकदम राम्रो छ। घुम्दा हुन्छ आएर सकिन्छ भने। अब नेपालको मरुभूमि भनेर पनि चिनिँदो रहेछ। एकदमै पिसफुल छ इन्भाइरोमेन्ट। अब हामी बाइकमा आइयो हिजो तर यहाँ आउँदा थकै जति सबै भुलेर एकदम एक किसिममा बिर्सिँदो रहेछ। दादाले घन्टी त भयङ्कर बजाउनु भयो त। अब यहाँ 0 डिग्री टेम्परेचर छ। राति माइनस थियो। अब हेरौँ नुहाउन सकिने हो नसकिने हो। अब यो त गाह्रै छ। हेरी चाइना जो हामी अब आइयो मुक्तिनाथ मन्दिरमै। पानी कराएर आनन्दको मूल छ यहाँ। एकदमै मजा छ। ल अब यहाँ मुक्तिनाथको प्राङ्गण भन्छ के भन्छ त? प्राङ्गणभित्र प्रवेश गरियो। मुक्तिनाथ यहाँ आएपछि त मुक्ति पाइने थियो होला नि दाइ। यहाँ चाहिँ ज्वालामय होइसिन्छ। 108 धारा मुक्तिनाथ टेम्पल। ओहो यहाँ हामी अल्छी गरे पनि नुहाउने मान्छे धेरै हुँदो रहेछ। ओ माई अच्छा प्रभु यही हो मुक्तिनाथ। यता नुहाउने ठाउँ छ।
अनि त्यहाँबाट आएर यता छिर्ने हो